गाइजहरु म चाहिँ चिया टिप्दै छु। चिया यो भर्खर नयाँ निस्केको यो चिया रङ हो। यो चिया टिप्न धमाधम चलिरहेछ मेरो चाहिँ। सबैजनालाई शुभ बिहानी। कस्तो चलिरहेछ तपाईहरुको दिनचर्या? नयाँ नौलो खबरहरु के कसो छ? मेरो त सबै राम्रै चलिरहेछ अहिलेसम्म। अब स्थानीय स्तरतिर रोजगारको असीमितले गर्दाखेरि अब यस्तै घरायसी काम गर्दै बस्यो। यसो गाउँती स्थानीय स्तरमा त्यस्तै त हो नि, दाउरा घाँस खेती गर्दै बस्यो, त्यस्तै छ। अनि आज चाहिँ बिहानै यसो पाठ पूजा गर्यो। अनि चिया नास्ता खाजा खायो रहेछ। बिहानै चिया टिप्न आएको छु। अब आज पनि सकिएला जस्तो छैन। अझै यहाँ तल थोरै छ। अब आजसँग 3 बिहान भए टिपेको। हिजो थोरै टिपे। हिजो जंगल गयो। जंगल यसो अलैची बारी छ। अलैची बारीमा पानी लायो, यसो गोडमेल गरेर आयो। अनि एकछिन आराम गरियो। आराम गरेर यसो चिया हिजो एकछिन 1-2 घण्टा जति रेस्ट गरेर टिपियो। हिजो नसकिएको आज सकेर जाउँ भनेको, खोइ सकिने कि नसकिने। यहाँ छ चियाको भाडा चाहिँ, चिया लाउने भाडा बोरा छ। अब यहाँनिर चिया टिप्न धमाधम चलिरहेछ मेरो चाहिँ। त्यही छ है गाउँघरतिर स्थानीय स्तरतिर युवा जनशक्तिहरूको अभावले गर्दाखेरि, गाउँ नै रोजगारको कमीले गर्दाखेरि युवाहरू सबै वैदेशिक रोजगारको लागि खाडी मुलुकमा काम गर्न जानुभएछ। साथीभाइहरू म चाहिँ आफ्नै गाउँठाउँमै यसो घरायसी काम गर्दै बस्दैछु। त्यस्तै छ। अब हेरौँ न आउने दिनहरूमा के हुन्छ। साथीहरू यसो मन पर्यो भने लाइक कमेन्ट ठोकिदिनु होला। लाइक सब्स्क्राइब पनि गरिदिनु होला, ताकि अझै पनि म यस्तै भिडियोहरू, नयाँ भिडियोहरू तपाईहरुको सामु म पुर्याइदिन सकौँला। साथीहरू सबैजना आराम कुशल रहनुहोला सधैँभरि। तपाईहरुको कसरी दिनचर्याहरू बित्दैछ? कुनै नयाँ सोच, कुनै के कामको थालनी गर्दै हुनुहुन्छ भने शुभकामना छ। कोही कसै झै झगडा भएको छ भने सबैजना मिलेर बस्नु। साथीहरू आजलाई यति नै। लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिन नभुल्नु होला साथीहरू। धन्यवाद।